लासो टासी तेले फ्यापुल्ल सर्वप्रथम यहाँहरूलाई मेरो युट्युब च्यानल सेरब लामामा स्वागत छ। आज मैले हजुरहरूलाई एकदम राम्रो महत्त्वपूर्ण विषय लिएर आएको छु, जुन रहेको छ गुरु रिम्पोछेको स्तुति पाठ मन्त्र जप साधना र यसको फाइदाहरू अनि गुरु रिम्पोछेको छोटो परिचय। अब सुरु गरौँ गुरु रिम्पोछेको छोटो परिचय। गुरु रिम्पोछेलाई गुरु पद्मसम्भव भनेर चिनिन्छ भने उर्गेन पेमा नामले पनि चिनिन्छ। त्यसै गरी गुरु रिम्पोछेलाई 8 रूपहरू वा 8वटा नामले पनि चिन्ने गर्दछ। 1 मा पेमा जुङ्ने, 2 मा साके सेङ्गे, 3 मा निमा होइसेर, 4 मा सेङ्गे ढाडोक, 5 मा दोर्जे ढोलो, 6 मा पेमा ग्याल्पो, 7 मा लोदेन होयोक्से र 8 मा उर्गेन दोर्जे छाङ रहेको छ। र गुरु रिम्पोछे तिब्बती बौद्ध धर्म निङ्मा सम्प्रदायका संस्थापक हुन् र उहाँलाई दोस्रो बुद्ध मानिन्छ। 8औं शताब्दीमा उडियाना हाल पाकिस्तानको स्वात भ्याली उपत्यकाको दनकोस तालमा कमलको फुलमा 8 वर्षीय बालकको रूपमा आमा बाबु बिना जन्मिएको हो गुरु रिम्पोछे। उहाँमा तन्त्र मन्त्रको शक्तिशाली विद्या रहेको छ। उहाँले बोक्सी, डाइनी, भूत, प्रेत, राक्षस, दानवहरूलाई एकैछिनमा नष्ट पारिदिने गर्दथे र गर्छ। उहाँसँग अद्भुत शक्ति थियो, जस्तो कि पृथ्वी प्रकृतिलाई समेत नियन्त्रण गर्न शक्ति उहाँसँग थियो। उहाँसँग आगोलाई पानी र पानीले आगो बनाउने शक्ति थियो र आगोलाई पानी, पानीले आगोमा बदल्न शक्ति उहाँसँग थियो। र उहाँसँग आकाशमा उड्ने, जमिनभित्र पस्न सक्ने शक्ति पनि थियो र छ। ठुलो पहाडलाई, एउटा विशाल पहाडलाई एउटा सानो कोठा, सानो टुक्रा बनाउने शक्ति पनि उहाँसँग थियो। र मरेको मान्छेलाई पनि जीवित बनाउने अचम्मको आश्चर्यचकित लाग्दो शक्ति पनि उहाँसँग थियो। र राक्षसहरूलाई त झन् तुरुन्तै नाश गराउने शक्ति उहाँसँग थियो र एकै पटक धेरै रूपहरू धारण गर्न सक्ने शक्ति पनि उहाँसँग थियो र छ, किनभने उहाँको मृत्यु भएको मानिँदैन। उहाँ बुद्ध जस्तै, गौतम बुद्ध जस्तै महापरिनिर्वाण अन्तिम ज्ञानको अवस्थामा मात्र गएको हुन्। उनी ताम्र पर्वते भनेको तामाले बनेको पर्वत, ठुलो पर्वतमा इन्द्रधनुष भनेको रेनबो को शरीर लिएर उहाँ जिउँदै रहेको विश्वास गरिन्छ। अर्थात् उनी सधैँ जीवित छन् र आफ्ना भक्तजनहरूको रक्षा गर्नका लागि उहाँ जिउँदै रहेको मान्यता रहेको छ। अब रहेको छ साधना विधि शरणगमनको पाठ। अब शरणगमनको पाठ सुरु गर्न चाहन्छु। साङ्गे छेदाङ छोकी छोक्नम ला झाङछु बार्दो दाक्नी क्याप्सु छि दाक्की झिन्सो गिपे सोइनाम कि ढोला फेन्सिर साङ्गे ढुपर स्योक भनेर भनेको छ। यसलाई 3 पटक पढ्ने हजुरहरूले। नेपालीमा अनुवाद वा अर्थ रूपान्तरण यस्तो रहेको छ। हे रक्षकहरू, त्रिमूर्ति बुद्ध धर्म र सङ्घ सङ्कटको घडीमा म तपाईँको शरण लिन्छु। मैले गरेको पुण्यद्वारा, दान दप्य र धर्म साधनाद्वारा सबै प्राणीहरूको हितको निम्ति बुद्धत्व प्राप्त गर्न सकु भनेर यस श्लोकले भनिएको छ। एकदमै मार्मिक ढङ्गले भनिएको छ। अब यसपछि गुरु रिम्पोछेको स्तुति पाठ, चित्त उत्पातको पाठ रहेको छ, जुन यस प्रकार छ। हुँ उर्गेन युल्गी नुब्जाङ छ पेमा गेसर दोङपोला याछेन छोगी ङ्वाइ ढुप्ने पेमा जुङ्ने सेसु ढाक खोर्दु खान्डो माङपै कोर खेकी जेसु दागढुप्की झिन्गी लाप्छिर सेक्सु सोल भनेर यसमा भनेको छ।
अनि गुरु पेमा सिद्धि हुँ भनेर भनेको छ। अब यसको नेपालीमा अनुवाद यस्तो रहेको छ। उडियानको उत्तर पश्चिम दिशामा, उडियाना भनेको पाकिस्तानकै स्वात भ्याली भनेको, उडियानको उत्तर पश्चिम दिशामा कमलको रुखको फेदमा अद्भुत उत्कृष्ट सिद्धि प्राप्त गरेका पद्मसम्भव भनेर प्रसिद्ध वरिपरि खान्डो डाकिनीहरूले घेरिएको, डाकिनी भनेको देवीहरू है, गुरु रिम्पोछेको वरिपरि देवीहरू बस्छ नि हो उहाँलाई भनेको। डाकिनीहरूले घेरिएका तपाईँको पछि पछि म साधना गर्दै आशीर्वाद प्राप्त गर्नको लागि प्रार्थना गर्दछु भनेर ज्यादै सुन्दर ढङ्गले भनेको छ। अब यसपछि मन्त्रको पालो छ। अब मन्त्र जप्नुहोस्। मन्त्र यस्तो रहेको छ। ओम आहूँ वज्र गुरु पेमा सिद्धि हों। ओम आहूँ वज्र गुरु पेमा सिद्धि हों। ओम आहूँ वज्र गुरु पेमा सिद्धि हों। ओम आहूँ वज्र गुरु पेमा सिद्धि हों भनेर यो मन्त्र जति धेरै सक्नुहुन्छ त्यति धेरै जप्नुहोस्। हजारौँ लाखौँ करोडौँ पटक जप्न सक्नुहुनेछ। जति धेरै जप्न सक्नुभयो त्यति धेरै लाभ र फाइदाहरू हुनेछ। र अब यसपछि समापनको स्तुति रहेको छ गुरु रिम्पोछेको, जुन यस प्रकार छ। गेवा दिई मृदु दाग उर्गेन पेमा ढुक्युर्ने डवा चिक्याङ मालैपा देशाला कोही परस्योक, जसको नेपालीमा अर्थ रहेको छ। यस पुण्य शुभ कर्मले उडियानको गुरु पद्मसम्भव प्राप्त भई सम्पूर्ण प्राणीहरू एउटा पनि बाँकी नरहने गरी उहाँको स्थानमा पुग्न सकोस्, उहाँको शरणमा पुग्न सकोस् भनेर भनिएको छ। र अब यति पढिसकेपछि हजुरहरूले गुरु रिम्पोछेको स्तुति जप मन्त्रको विधि पुरा गर्नुभयो र यसपछि अन्तिममा मोहको पाठ गर्नुपर्ने हुन्छ। अरू मलमहरू पनि पढ्न सक्नुहुन्छ र अन्तिममा चाहिँ मोह चाहिँ पढ्नै पर्ने हुन्छ है। एकदमै यो शक्तिशाली मोह रहेको छ, जुन यस प्रकार छ। सोइनाम दिई थाम्चे सिक्पाङी थोप्ने ङेपे ढानम फाम्जे सिङ केगा नाची बालङ ढुक्पाही सिपे छोले ढोवा ढोल परस्योक भनेर भनेको छ। नेपालीमा अनुवाद यस्तो रहेको छ। यस पुण्यको शक्तिले म वा सबै प्राणीहरू सर्वज्ञ सबैले देख्ने बुद्ध स्वरूप प्राप्त होस्, प्राप्त गरेर सबै पापी शत्रुहरूलाई पराजित गरेर जन्म बुढ्यौली रोग मृत्युको भङ्गालोले सताइरहेको संसार सागरबाट सबै प्राणीहरूको उद्धार हुन् भनेर यसमा भनेको छ। यसमा चाहिँ कुनै पनि प्राणीहरू बाँकी नहरने गरी सबै प्राणीहरूको उद्धार हुन् भनेको चाहिँ बुद्ध धर्मअनुसार चाहिँ जस्तै आफूले एक्लै होइन स्वार्थी भावले मेरो मात्रै प्रगति होस्, उन्नति होस्, मैले मात्रै धर्म कमाओस्, मैले मात्रै धर्म गर्न सकूँ भनेर चाहिँ एकदम स्वार्थ भाव हुन्छ, स्वार्थी भाव हुन्छ। त्यही भएर बुद्ध धर्ममा चाहिँ आफू मात्रै होइन कि अरूको लागि पनि भलो चिताउनु पर्ने हुन्छ। त्यही भएर सबै प्राणीहरूको आफ्नो मात्र होइन पृथ्वीमा रहेको सबै प्राणीहरूको भलो चिताउने गरी प्रार्थना गर्नुपर्छ भनेर नै सबै प्राणीहरूको उद्धार हुन् भनेर भनेको हो। अब यति जप साधना गरेपछि अब 10वटा फाइदाहरू यस प्रकार रहेको छ। 1मा सबै रोगको औषधि शारीरिक, मानसिक र आध्यात्मिक समस्याहरूको समाधान गर्दछ। 2मा धन सम्पत्ति, सुख सुविधा, दीर्घायु प्राप्त हुने गर्दछ। 3मा महामारी, अनिकाल, भूकम्प, बाढी पहिरो जस्ता विपत्तिहरूबाट हामीलाई जोगाउँदछ। 4मा शत्रु, चोर, डाका, नकारात्मक शक्तिहरूको आक्रमणबाट पनि जोगाउँदछ।
5 मा गुरु रिम्पोछेको मन्त्र जप साधनाले करिश्मा, आकर्षण र उच्च ज्ञानको विकास गर्दछ। 6 मा काम, व्यापार र यात्रामा आउने बाधा अवरोधहरूलाई हटाउने गर्दछ। 7 मा मनलाई स्थिर, केन्द्रित र शान्त बनाई बुद्धि तिखार्ने गर्दछ। 8 मा पूर्वजन्मको पाप, ऋण, कुसंस्कारहरूलाई जरैदेखि मेटाउँछ र भाग्य उज्जवल बनाउँछ। 9 मा आध्यात्मिक पुण्य लाभ हुने गर्दछ। 10 मा मृत्युपछि गुरु रिम्पोछेको शुद्ध भूमिमा जन्म लिने र मोक्ष प्राप्त गर्ने मार्ग खुल्ने गर्दछ। ल अब यति नै र अन्तिममा मैले यहाँ राखेको कुराहरूलाई भक्तिभाव भएर श्रद्धाभक्ति गरेर एकाग्र मन लिएर है जब तपाईँले जप साधना गर्नुभयो भने अवश्य पनि गुरु रिम्पोछेको शक्तिले तपाईँको मनोकामना चिताएको कुरा पुरा हुनेछ। ल आजलाई यति नै। हजुरहरूलाई कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नु होला। राम्रो लागेमा लाइक, सब्सक्राइब पनि गरिदिनु होला। सुनिदिनु भएकोमा धन्यवाद।